गेम भएन भने रात पारिदिन्छन् मान्छेहरू। आज फेरि बिहानै आज कति बज्यो ओ यसको चार्ज गएर 10-12 भएछ ल। अब फेरि आज सेकेन्ड चरणको गेम हो न हाम्रो। कहाँकोसँग अरे जहाँसुकै अब एकछिन गेममा हेर्नु हजुर ल। फेरि सो गेम हरायो डेट। यहाँ चाहिँ अब ट्यागको बसेर टिम कोच रोटेसनको यो मिलाउँदैछ। अलिअलि छ दर्शकहरू यहाँ फेरि पुरा जिताउनलाई पुरा बजाउँदै केटाहरू टर्म तयारी अवस्थामा यतातिर चाहिँ यता पनि टर्म तयारी अवस्थामा यहाँ नेट सेट केही मिलाउँदैछन्। गेम चालू होने का टाइम आ गया। लो 2-5-13 भयो। राइट छ जसले त्यो हान्दैन ए भरे ओइ टच फेरि 100 ला समय घन्टी हाम्रो त बजाउनु नि पर्दैन। कोचलाई दिएको कोचले त मलाई बजाइहाल्यो घन्टी त तेरी ल। ठिक छ निकै मिठो स्पाइक सँगै अङ्क पशुपतिलाई पशुपतिको अङ्क 7 मुखनाथ 7 बराबर। सर्भिसमा पशुपति सर्च नम्बर 5 निकै मिठो स्पाइक थियो तर बल जालीमा फाइदा। पशुपतिलाई पशुपतिको अङ्क 8 मुखनाथ 7। अङ्क मुखनाथलाई मुखनाथको अङ्क 8 छ भने पशुपति 8 बराबर। निकै मिठो स्पाइक सँगै अङ्क पशुपतिलाई पशुपतिको अङ्क 9 मुखनाथ 8। सर्भिसमा पशुपति मजा चाहिँ नि भयो अलिअलि मजा आइछ कि छैन ला पावर आन्न निकै मिठो स्ट्राइक थियो तर बल निश्चित घेराभन्दा बाहिर पुग्यो जसको फाइदा मुखनाथलाई। मुखनाथको अङ्क 9 छ भने पशुपति 9 बराबर 9। लभली अङ्क पशुपतिलाई पशुपतिको अङ्क 10
मुखनाथ 9 निकै मिठो ब्लक थियो तर बल बाहिर जसको फाइदा मुखनाथलाई मुखनाथको अङ्क 10 पशुपति 10 निकै मिठो ब्लक आउटसँगै अङ्क मुक्तिनाथलाई मुक्तिनाथको अङ्क 11 छ भने पशुपति 10 11-10 निकै मिठो स्ट्राइकसँगै अङ्क मुक्तिनाथलाई मुक्तिनाथको अङ्क 12 पशुपति 10 12-10 ओए मुस्कान लिखा नचढाउ न लिखा नचढाउ न पहिलो अङ्क मुक्तिनाथलाई मुक्तिनाथको अङ्क 14 पशुपति 13 निकै मिठो स्ट्राइकसँगै अङ्क पशुपतिलाई पशुपतिको अङ्क 14 मुक्तिनाथ 14 अझै नि दर्द हो रहा है अझै नि दर्द हो रहा है थोड़े अभी भी दर्द हो रहा है वरना मैं खुली ओए पहिलो अङ्क मुक्तिनाथलाई मुक्तिनाथको अङ्क 15 छ भने रिसिप्ट त नबिगा पशुपति 14 आउँछ ठोक 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 बिगारेको बल त सपारी हलाउगा ठोक हालमा गएर लिन जाने हो के पानी खान गयो भने एमे त ठगरै बोल्छ बे कति गर्न रात भने आउँदै हाइदे ल हाल एना कि चाहिए ना एमे एना कि चाहिए जाई और तो हाइदे टेक्स्ट चित खान नहीं जाएगा खाना खाइरहेको लाग्यो कि तिमी बिहान बिहान अघि त्यो मुक्तिनाथको नआइरह्यो कि भात खाइरहन लागेको छ त्यो नम्बरै छोरी रहेछ कि यहाँ अनि कहाँ फोन गर्ने नम्बरै होइन मुक्तिनाथको हाम्रो बिहान बिहान बोलाउँछ कचा जस्तो उत्कृष्ट पशुपतिले 16 मा पनि अङ्क प्लस गरी 17 मा नसिक भएको छ भने मुक्तिनाथ 17 बराबर भाइ गर्छु ल अब त्यसो धन्दा हानु भने चिल्लाइहाल्यो है त्यो एकलाई हान भाइ हान है जसले हाने नि ले ए केला अब यो सेट
हाम्रो हातमा आयो भने चाहिँ हाम्रो गेम हुन्छ। अब हेरौँ के हुन्छ है। 19-17 समथिङ कति भयो। मुक्तिनाथका खेलाडीबाट बल हुन पुग्यो फाइदा पशुपतिलाई। पशुपतिको अङ्क 20 छ भने मुक्तिनाथ 17। दामी मिलाइदे त। पुनः अङ्क पशुपतिलाई। पशुपतिले 20 मा पनि 1 अङ्क प्लस गरी 21 बनाउन सफल भएको छ भने मुक्तिनाथ 17। यहाँ खेल्न लाएर खेल्न लागिहाल्यो। नत्र पहिला सिङ्गो फुटबल बाइक अरू जान्दिने थिएन। त्यही पनि जान्थ्यो ग्राउन्डमा केटाहरूले। अहिले अङ्क मुक्तिनाथलाई। मुक्तिनाथको अङ्क 18 छ भने पशुपति 21। 18-21। अहिले अङ्क पशुपतिलाई। पशुपतिको अङ्क 22 छ भने मुक्तिनाथ 18। सही रहेछ कि विपिन भाइलाई त बाहिर जाने आउने भित्र जाने सही रहेछ कि। यस्तो हो नि त ल नि भाइ मजा नि आइन्छ नि। ओए ल उठ सँगै मुक्तिनाथले 18 मा पनि 1 अङ्क प्लस गरी 19 बनाउन सफल भएको छ भने तम्जा भलिबल 22। यहाँ पुरा क्विक हानेको अच्छा इच्छा त अनि कहाँ र डगा नदेखाम न। लभली नरे थाती हुने भएकाले दुवै टिमका खेलाडीहरू तयारी अवस्थामा रहिदिन होइन हामी हार्दिक अनुरोध गर्दछ। सर्भिसमा हाम्रो विजय भाइ यो यसकी सर्भिस बल जालीमा फाइदा मुक्तिनाथलाई। मुक्तिनाथको अङ्क 20 छ भने 23-20। के कहन्छ तम्जाले 23 मा पनि 1 अङ्क प्लस गरी 24 यानि कि अन्तिम बल बनाउन सफल भएको छ भने मुक्तिनाथ 20-24-20। उठो ठक स्पाइक बल जालीमा फाइदा मुक्तिनाथलाई। मुक्तिनाथको अङ्क 21 छ भने तम्जा 24-21-24। पुनः अङ्क मुक्तिनाथलाई। मुक्तिनाथको अङ्क 22 छ भने तम्जा 24-22-24। आन भाइ लभली। मुक्तिनाथको अङ्क 23 छ भने तम्जा 24-23-24। ल एक सर्ट मिठो आन स्पाइक बल बाहिर नपुग्यो। चेक उडाएको गरे एक त छिक्दिएन त के गर्नु नि गेम भइसक्यो लभली भाइ। ल यो हो नि त सँगै पशुपतिले 24 मा पनि अन्तिम बल बनाउन सफल भएको छ भने मुक्तिनाथ 24-25-24। उठो सक्यो ल उठाइ आन भाइ लभली। लभली क्विक ल हामी चाहिँ तेस्रो चरणमा छिरिसक्यो आज गेम चाहिँ। ल
यसपछि ल यसपछिको म्याचहरू हाम्रो पर्छ कि पर्दैन थाहा भएन। हामी चाहिँ अब 2 सेट हात पारेर तेस्रो चरणमा प्रवेश गरिसक्यो। केटाहरू यहाँ बसेर यस्तरी हेर्दैछ। अरे एकचोटि यता भलकमा हाई भनिदिनु पर्यो क्या। ल ल ल भयो त्यसो ठिक छ। ल यहाँ यो मेलाको मेन रोचक कुरा चाहिँ अब भोलि सातुखानी मेला। यो मन्दिरमा चाहिँ पूजाआजा गरेर सातुखानी कार्यक्रम हुन्छ भोलि। त्यही भएर आज चाहिँ यसको अब यताउति सजाउने कार्यक्रम भइरहेछ यहाँनिर। सो यो ल तोरीखोला भर्सेस कहाँको भइरहेछ यहाँ म्याच चाहिँ। अब केटाहरू जङ्की छन्। हेरौँ के हुन्छ। यहाँ माथिदेखि चाहिँ बबार अब हाम्रो गेम पर्न गइरहेको छ यहाँनिर। केटाहरू अब रेडी पोजिसनमा। यता दर्शकहरू लड्छ फ्रिक्वेन्सी। यता निशान लड्छ फेरि। यहाँ गेम खेलाउने भनेको यहाँ अर्को टिम आएर यहाँ धमला हानेर यहाँ गेमै हाम्रो स्थगित होला जस्तो छ। धम्जा चारलाई चाहिँ यिनीहरूले खै के गरे यहाँ दर्शक महानुभावहरू नि घटे। अहिले चाहिँ ऊ माथि नि छन् है यहाँदेखि 360 भ्यू हेरेछन् साथीहरूले चाहिँ। केटाहरू यहाँ दिँदैछ अलिअलि। उताखेरि गलकोटको टिम हो क्या यो। यिनीहरू फेरि होइन खेल्ने खास अहिले खै के भएको यिनीहरूको। तर यहाँ आएर बसिरहने त डिस्कस हुँदैछ मन्चतिर। हाम्रो गेम घोटाला गर्दा गर्दै फेरि यहाँ अर्को टिमलाई निकालेर हाम्रो केटाहरूलाई यहाँ पुरा यस्तो भेजा गरेर जित्छन्। यहाँ केही भएन। फेरि अब अहिले कति बेला पर्छ हाम्रो गेम थाहा छैन। अब हेरौँ अहिले गेममा देखाइदिनु। अब यहाँ सोबल चलिरहेको